टेन्ट झुल त हजुरहरू सबैले लिनुभयो अनि हामीले पनि बेच्यौँ। अब कसरी लगाउने त भनेर लगाउने ट्युटोरियल पनि आइरहेछ। यसमा हजुरले डन्डीहरू पाउनुहुन्छ। त्यो डन्डीहरू चाहिँ मोटो एक बन्डल अनि मसिनो मसिनो 2 बन्डल पाउनुहुन्छ। मसिनोको चाहिँ 2वटा साइज हुन्छ, मोटोको चाहिँ अब सबै सेम नै हुन्छ। अनि यो चाहिँ हजुरहरूले म्याट्रेस डस्नामा टक्क टक गरेर राख्न नि मिल्यो, डस्ना माथि म्याट्रेस माथि हैन। अनि यो चाहिँ हजुरले किङ र क्वीन साइजमा पाउनुहुन्छ। अनि यसमा इजार हाल्ने जस्तो ठाउँ हुन्छ, त्यहाँ चाहिँ हजुरले यो पाइप हाल्नुपर्छ। हजुरले यो पहिला सबभन्दा पहिला डन्डीहरू बनाउन सक्नुहुन्छ। एकपट्टि 3वटा एकपट्टि 3वटा र ती 3वटाको सेटमा हजुरहरूले यो डन्डी चाहिँ घुमाएर लगाउन सक्नुहुन्छ। हजुरहरूले ठ्याक्क साइज आफै मिल्छ, ठ्याक्क ठ्याक्क घुमाउँदै लगाउँदै घुमाउँदै लगाउँदै गर्ने। यसरी 3टा ट्याक्क बनाउने। मोटोको पनि 3टा गरेर 4वटा हुन्छ। जुन त्यो मोटो छ त्यो चाहिँ हजुरहरूले पिलर बनाउनु पर्यो 4वटा। ठ्याक्क त्यहाँ चाहिँ हजुरहरूको एउटा एङ्गल पनि आउँछ, त्यो एङ्गलमा टक्क राख्ने। मोटोपट्टिको माथि 4पट्टि पिलर बनाउने भयो, सानोसानोको 2पट्टि फर्काउनु पर्यो। अनि हजुरहरूले लामो चाहिँ जुन छ नि त्यो चाहिँ हजुरहरूको लम्बाइपट्टि राख्नु पर्यो। जुन 6.5 फिटको हुन्छ त्यो चाहिँ तल पनि माथि पनि एकैपट्टि लामो लामो 6.5 फिटको राख्नु पर्यो दायाँ बायाँ साइडमा। छोटो छोटो चाहिँ माथि टाउको र खुट्टापट्टि राख्नु पर्यो। यो झुल राख्दाखेरि चाहिँ हजुरहरूको एक साइड चाहिँ बन्द हुन्छ अनि 3 साइड चाहिँ खुल्ला हुन्छ। अनि यो माथि पनि हजुरहरूले यसरी नै जसरी तल एङ्गल राखेर बनाउनुहुन्छ हो त्यसरी नै पाइप त्यहाँ छिराउँदै ठ्याक्क एङ्गलमा टक्क राखिदिनु भएपछि यस्तो मजाले यस्तो दामी तरिकाले मिल्छ। ठ्याक्क त्यहाँ झुमर चाहिँ हजुरहरूले देख्नुहुन्छ, झुमर पनि 3 साइडमा हुन्छ। अनि जुन साइडमा झुमर छैन त्यो साइड चाहिँ हजुरहरूले ब्याकमा राख्नुपर्ने हुन्छ। यो 3 साइडको पुरै चेन खोलेर लाउनु मिल्छ। यो बच्चाहरूले पनि भित्र थुनिन्छ भन्ने डराउनु पनि परेन, भित्रबाट बाहिरबाट दुईतिरैबाट हजुरहरूले युज गर्न सक्नुहुन्छ। यो घुम्नेको देख्नुभयो नि, यस्तो बलियो छ, यस्तो राम्रो छ नि। हजुरहरूले अर्डर गर्नको लागि WhatsApp इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ भने स्टोरमै आएर लान पनि सक्नुहुन्छ। अहिले म्याक्सिमम यो चाहिँ मच्छरबाट बस्ने यो भन्दा राम्रो झुल चाहिँ मैले देखेको छैन। साँच्चै नै मच्छरबाट बस्ने हो भने चाहिँ यो झुल एकदमै इम्पोर्टेन्ट, राम्रो र युजफुल छ। हजुरहरूले किङ साइजमा लिँदाखेरि चाहिँ यसको माथिपट्टि एउटा कपडा पाउनुहुन्छ जुन माथिबाट धुलो नझरोस् भनेर त्यसमा राख्ने, त्यो पनि पाउनुहुन्छ। क्वीन साइजमा चाहिँ अभाइलेबल छैन, किङ साइजमा चाहिँ हजुरहरूले एक्स्ट्रा त्यो पनि पाउनुहुन्छ। त्यो राखेर माथिबाट धुलो अनि अथवा घाम नछिर्ने